पैसावाला गाडी भनेर पैसावाला गाडी फुलै फुलवाला गाडी यसो खर्च नभएर यसो टिप पनि हुने हजुर हजुर ए यसो चाहिएको मैले टक्कै यहाँबाट गयो क्यारोकी सधैँ छ होइन हामी कति मिनट पुग्ला दाइ अहिले बिहानको कति बज्यो 7 बज्नै लाग्यो हामी आज शिल्पा तेसी सहित हामी चाहिँ आज टिस्टुङ भन्ने गाउँमा हामी बालबालिकालाई स्कुलको बालबालिकालाई हामी किताब कपी वाटर बोतल ब्यागहरू वितरण गर्न जान्छौँ अनि गाउने अर्को गीत गाउन तेरो भाका भनेको त्यस्तै हो गीत भनेको एउटा के हो कला हो होइन कला आफ्नो तरिकामा हुन्छ हेर्नुहोस् होइन कसैको स्वर राम्रो होला कसैको नराम्रो होला कसैले गीत गाउन आउला कसैले नहोला अनि मेरो छोरीको ताल अरे अब मेरो छोरी गीत गाउनु हुन्छ ल बेबी ल कमान अर्कै गीतै बेबी राम्रो गीत न ओके थ्याङ्क यू भेरी मच मेरो राम्री राम्री मेरो पारी पारी डल्ली छोरी बुन्टु छोरीलाई थ्याङ्क यू धेरै धेरै धन्यवाद बिहानै यति मिठो स्वरमा बाबाले गीत सुनायो अनि गुरुजीलाई मन पर्यो ल ताली पढाउनु बेबीले ओ माई गॉड थ्याङ्क यू भेरी मच अब पालो छ हाम्रो मेरो राम्री राम्री बुढी डल्ली डल्ली बुढीको ताल ल बुढी गीत गाउने टाइममा ल तिम्रो गाउनु ल जाऊ तपाईँले मेरो लागि गाउनु भनिरहनु भएको थियो ठिकै छ त्यो पनि गाइदियो भने त गाइदिनु एकछिनमा होइन अहिले नै गाइदिनु गीत कुन गाउने गीत त गाउने त कुन गीत गाउने यसो आउनु पर्यो आफै जानु पर्यो छेउमा बस्छ Good morning, baby. बहिनीलाई के गर्ने के भयो को रहेछ के गरेको साना के गरेको ओ वाह खै त थ्याङ्क यू भनेकै अनि साथीले त रेस्पोन्सै गरेन बिचरा हेरेर भयो के हो रे
च्याउ होइन के हो रे होइन के जस्तो देख्छ म्याङ्गो जस्तो रे अनि यहाँ ग्रहण गरिसकेपछि राष्ट्रियगान गाइदिउँ त्यो मन धारण पनि नगरौँ उहाँ केही बोल्नुहुन्छ होइन तपाईँ ओके उहाँले बोल्नुहुन्छ अनि जेले उहाँ अब हजुरहरूको को बोलिदिने केही बोलिदिनु के भयो के भयो मम्मी जाने रे मम्मी जाने कहाँ आएको बाबा तिमी के भन्छ गाउँ आएछ नमस्ते गुड मर्निङ हाई हाई फाइभ कोही हाई फाइभ ये कोही हाई फाइभ कसले दिन्छ ये अमोय हाई फाइभ बाई बाई हाई फाइभ ये अम्मा बिग वान ये बेला बेलामा चाहिँ यो नसुन्ने है हामी सबैजना लाइन्सबाट छौँ अनि ओम प्रसाद गिरी सर हुनुहुन्छ है नानीहरूलाई किताब कपीहरू बोक्नको लागि अनि त्यस पछाडि एउटा चप्पल छ कि यो बर्खैयामा आउन लाग्छ नि त अहिले फोहोर खेलेपछि साबुन पानीले हात धुने क्लासरुम हो यो कति क्लास हो यो कुन क्लास हो 3 ओ माय गॉड 3 क्लासमा जम्मा 4 स्टुडेन्ट्स आज नआएको कि 3 क्लासमा 3 स्टुडेन्ट्स मात्रै हो तपाईहरु कति क्लासमा हो रे कुन क्लासमा हो 3 क्लासमा अनि कति जना स्टुडेन्ट हुनुहुन्छ 5 जना ओ माय गॉड अनि 5 जना स्टुडेन्टको नाम थाहा छ नाम भनिदिनुस् त तपाईको नाम के हो अनि तपाईको अनि 2 जनाको नाम चाहिँ जेम्स ए रमाइलो हुन्छ स्कुलमा हाई
बेबी तिमी कता आएको कहाँ आएको तिमी स्कुलमा आएको हो नि तिम्रो माथि के छ हेर त बेल अलि माथिबाट हेर त तिमी सानो छ नि त देख्दैन कि अनि ठुलो भएपछि चाहिँ देख्छ अब यो त छेउमा जब एउटा अन्त्य हुन्छ नि यो के हो मुला यो सबै मुला हो कि पापा मुला बेबी मुला सबै छ हो अनि यो पनि बेबी मुला सबै मुलै मुला छ यो पनि मुला वाउ कसलाई मनपर्छ छ न आमालाई मनपर्छ के हो त्यो तिमी कहाँ आएको बेबी बाई वाटर पाइप के भएको अहिले हामीले खानु नखानु मजाले हजुर बेबी तिमी जाने माथि हुँदैन है यहाँ त लड्छ नि कसले दिएको होला वाउ यहाँ हेर न उता डोकोमा फ्रेश फ्रम द फार्म वाउ बेबी के रहेछ पढाउनु नानु ओके त्यो होइन बेबी यो मामु पछाडि Yes, thank you. तपाईँलाई आज एक दुईवटा खानुलाई त कालो कालो मनपर्छ यो ल ल कसलाई लगिदिने बेबी हो अनि तिमी बाख्रा हो म्या गर नि वाउ उसले कुकिङ गर्छ अरे Just like I can brown one. Yeah. But whose babies are in that Oh. Baby बोकेको हो मैनी हेर न जुजु खाएको तिमी जत्रै रहेछ हो बेबी आऊ भन तँ को हो रे होइन को हो रे त्यो घरभित्र छिर्दाखेरि कोही पनि थिएन अरे बट रुमहरू अनि फुडहरू चाहिँ थियो अरे रुमहरू पनि एकदमै क्लिन टाइडी बनाएको थियो अरे अनि फुडहरू पनि मिठो मिठो के अरे फ्रिजभित्र राखेको थियो अरे होइन फ्रिजरभित्र अनि त्यो मान्छेहरू ल नि त कोही पनि छैन रहेछ यो स्टोर रुम जस्तो रहेछ हामी बिहानै निस्किहाल्ने भनेर त्यही बसेर है अनि इट वाज नाइट टाइम रात परेर है अनि रात परेपछि त्यसले खुट्टामा यस्तो टच गरेको ह्यान्डमा टच गरेको जस्तो फिल भयो अरे अनि त्यसपछि केही पनि होइन होला बग्सहरू होला लाइक किराहरू होला भनेर के त्यस्तो के भनेर अरे अनि पछि
कसरी गर्छ छाना यहाँ चाहिँ गाडी अलि हल्ला खल्ला होला त्यहाँ चाहिँ सुनसान हुन्छ जस्तो लाग्यो त्यहाँ चाहिँ हल्ला हुन्छ हो यता हुन्छ उता चाहिँ रमाइलो हुन्छ रमाइलो चाहिँ त्यहाँ होला जस्तो लाग्यो त्यहाँको अब छुट्टै छुट्टै ग्रुप हुन्छ नि त भयो डन छैन बेबी हाय कस्तो रमाइलो वा ल अब बेबी यहाँ हेर त राम्रो भ्यूलाई बाई बाई भन्नुपर्छ अब बाई गर्दै अब हामी नेक्स्ट टाइम आउँछौँ है दिएको बेलामा लिउरे तिमी नभन न पापा तिमीलाई आउँदैन क्या बिबी लगाऊ अनि भोलि क्यान्सल गर्नु नि त